न्यू ब्लग अनि आज ब्लग स्टार्ट गर्न गइरहेको छु हेर्नु होला। कम्पनी जाँदैछु खान लिएर कम्पनीतिर यहाँ छ कम्पनी खान छोडिदियो कम्पनीमा छोडेर जाँदैछु। होटल चाहिँ त्यहाँ छ यहीँ एउटा नजिकबाट कम्पनी छ क्या त्यही भएर हिँड्दै आयो होटल। उयो चाहिएको कमेडियन काम छैन सिलिन्डर उचाले छ यता बाहुबली खाली सिलिन्डर बोक्ने मान्छे यही हो क्या। अहिले म रुममा छु नुहाइधुवाइ गरेर यता बसिरहेको छु। आज चाहिँ कामबाट चाँदै आएको थिएँ अनि त्यही भएर हल्का छिटै भ्लग बनाइरहेको छु। अनि यता हाम्रो दाइ बाहिर चाहिँ मस्त हावा लगाइरहेछ। यता दाइ यता हुनुहुन्छ यो चाहिँ कम्पनी छु हेर्नुलाई गाइस काम नपाएर अब छतमा क्रिकेट खेलेर बसिरहेको छ। हाम्रो दाइ ब्याट हान्नु लाउनु छ अनि म चाहिँ यता बलिङ गरिरहेको छु दाइलाई। अनि काम छैन मस्त भ्याइएर होटलबाट आइयो अब क्रिकेट खेलिरहेको छु। मैले फेरि एकछिनपछि काममा जाने हो त्यही त हो त्यही भएर मजबस्ती गरेर बसिएको छु एकछिनको लागि। हाम्रो ब्याटम्यान हान्नु हाम्रो समीर भन्ने बौला कमेडियनले हाई ब्याटिङ हानेर बल उता फाल्न लिन जाँदैछ मान्छे। अब फाल्छ त्यो मान्छे लिन जानुपर्छ म अब के हेर्नु। थाहा छ फाइनली बाहिर आइपुगिसक्यौँ बल लिन जाँदैछौँ। उता फालेछ मान्छेले उतातिर अब यसरी घुमेर लिएर आउने हो बल जाँदैछौँ। अब गर बल लिएर आउँछौँ। वहाँ माथि एउटा मान्छेले बल यहाँ फालेछ वहाँबाट यता माथि रुम छ हाम्रो वहाँबाट मान्छेले यता बल फालेछ ऊ त्यहाँ उहाँ एउटा मान्छेले यहाँ बल फालेछ है यहाँ ओ छोप्नु हेर्नु लगाइ चाहिँ यति चाहिँ पुरै कम्पनी छ पुरै कम्पनी एरिया यता पनि कम्पनी चारैतिर कम्पनी छ। हाम्रो यता छ वहाँ त पुरै कम्पनी एरिया छ यतातिर चाहिँ। रुममा जान्छु बल लिएर है यता चाहिँ काम नपाएर बल उफाल्दै आएर चाहिँ हिलोमा हालेर मान्छेले काम छैन बल फाल्यो बस्यो अरूलाई दुःख दियो वे हेर्नुलाई गाइज म चाहिँ अहिले प्याज काटिरहेको छु यहाँ प्याज काटिरहेको छु। अब प्याज काटेपछि अनि त्यहाँदेखि फेरि उता जाने हो प्याज काटिरहेको छु मैले। हेर्नुलाई गाइज फाइनली प्याज काटेर भइसक्यो गाइज हेर्नुलाई फाइनली होटल बन्द गरेर अब हामी जाँदैछौँ। हेर्नु होला होटल बन्द गर्दैछौँ अब हामी जान्छौँ। अब एकैचोटि म रुममा भेट्छ है तपाईँहरूलाई एकछिनै। फाइनली म रुममा आइपुगिसकेँ रुममा अहिले चाहिँ म खान लगाइरहेको छु चिकन राइस अनि कलकी खान लगाएको छु हेर्नु गाइस फाइनल खाएर भइसकेँ। अनि आजको ब्लगमा यहीँ एन्ड गर्न चाहन्छु। गाइस तपाईँ भोलिको ब्लगमा भेटौँला।